के छिटो बोलाइरहेको प्रेमै ढिलो लागेर ओ दा कहाँ जानुभएको ए भाइ उयो चिकु भेट्नु गएको ल दा मेरो दिदी देख्यो भने भन्नुहोस् ल ए ल भाइ ल हुन्छ दा बेबी पनि आउँदैन मेरो मेकअपहरू हटिसक्यो हामी छ त हौ प्यारी अपुइ मलाई पो जिस्काउँदो रहेछ है अब तिमीलाई निस्केको जिस्काउनु त हामी चाहिँ अरू हामी त कमी छैन नि हौ तिम्रो केटा भन्दा ह्यान्डसममा ह्यान्डसम गुड लुकिङमा गुड लुकिङ के चाहियो र अरू यति चाहिँ हामी त छ नि दुई भाइ सानी सानी लैजाउँ न कस्तो भन्दैछ हौ रोका मेरो बोयफ्रेन्ड आउँदैछ को हो फेरि यस्तो बिदी ए मेरो बेबी हो होइन नि बेबी पछाडिबाट आयो नि त हौ चिन्दैन रहेछ क्या मन चिन्छु नि हो बेबी हेर न यो दुईजनाले मलाई वाक्कै पारिसक्यो बेबी को यो मुराद ए ओ भाइ तैँले कसलाई भनेको भाइ तैँले कसलाई भनेको हान्नु पर्ने तँलाई के हेरे मेरो बेबीलाई तिमीले के हेर्ने हेर अन्त मजाक गरेको हामीले मजाक गरेको हो बेबी बस न तिमी चाहिँ के तातिरहेको हो हेर नि त अन्त त्यो यस्तो बेटी भन्नु मेरो बेबीलाई धम्मै बस्छ हावा पनि मेरो बेबी म हेर्दा त अन्त छैन त अन्त ताका थियो खान्छ बेबीले त कस्तो जग्गामा ल्याएको हेर त मलाई अब यो कस्तो जग्गा भन्नु तिमीले हेर त यहाँ दामी छ वरिपरि हेर तिमी कोही छैन मान्छेहरू होइन तिमी र म मात्रै हो अनि मेरो भाइ यतै खेल्ने आउँछ सधैँ देख्यो भने मलाई तिम्रो भाइ हो बेबी भाइहरू डिस्टर्ब नदेऊ न डेटिङ गर्ने बेलामा तिमी माथि बस्छ न अब यहाँ भन्दा नि माथि चाहिँ के म आकाशमा बस्नु अब होइन आकाशमा यहीँ बस्नु न भने म छु त अनि आकाशमा म कहाँ जानु सक्छु अनि हेर न बेबी टाइम कत्रो भइसक्यो मलाई त आप्पाले मार्छ होला हौ घरमा भर्खर त अब बेबी के बिना अत्तालिको तिमी छ तिमी त यत्रो ढिलो गर्छ आउनु पनि अन्त के को ढिलो आयो म झन् कस्तो छिटो आएको तिमी बाटोमा रेडी हुँदिआएको म झन् तिमीलाई भेट्नु लागि भनेर अन्त मेरो अहिले आप्पा आमाहरू आइपुग्यो भने चाहिँ के गर्नु म भन त ढाक्नुपर्छ नि हौ अनि यो पो रहेछ बेबी मेरो भाइ अन्त म त कन्फ्युज भएँ त बेबी सेतो कालो कसरी हो बेबी मेरो भाइले तिमीलाई त्यस्तो भनेको अब मैले त्यस्तो भनेको होइन नि त बेबी अब हेर नि त अन्त अनुहार तिम्रो भाइको अन्त कालो छ अन्त तिमी हेर्दा सेतो कालो सेतो बेबी तिमी त्यस्तो भनेको होइन मेरो भाइले